मेरो नाकमा 100 चोटि थिच्नुहोस्, मेरो लिङ्कलाई कपी गरेर 100 जनालाई पठाउनुहोस्, 5 मिनटमा तपाईँको 10,000 लाइक बढ्छ, 20,000 लाइक बढ्छ भनेर टिकटकमा यो ठगी धन्दा चलाउनेहरूको लागि यो भिडियो ध्यान दिएर हेर्नुहोस्। सोझा साझा नेपालीलाई पङ्गु बनाएर डलर कमाउने जुन खेल, डरलाग्दो खेल टिकटकमा सुरु भइरहेको छ। लाइक बढाइदिने नाममा गिफ्ट मागेर पैसा कमाउने र पङ्गु बनाउने, यसको वास्तविकता म तपाईँलाई बताउँछु। यदि भिडियोको नाकमा 100 चोटि थिच्दैमा लाइक बढ्ने भए, उसको कपी सेयर गरेर लाइक बढ्ने भए धेरै मान्छेको लाखौँ लाइक हुन्थ्यो, तर त्यस्तो छैन। अब तपाईँलाई म भन्छु कसरी बढ्छ त टिकटकको लाइक। तपाईँले 3वटा कुरा ख्याल गर्नुहोस्। सबैभन्दा पहिला टिकटकको अर्थात् इन्टरनेटको अल्गोरिदम भन्ने बुझ्नुहोस्। तपाईँको टिकटक अकाउन्टमा जति धेरै तपाईँले इन्गेजमेन्ट गर्नुहुन्छ, भिडियोहरू पोस्ट गर्नुहुन्छ, त्यति नै धेरै तपाईँको अल्गोरिदम माथि आउँछ। र त्यो अल्गोरिदमलाई माथि ल्याउनको लागि, चुस्त फास्ट बनाउनको लागि, धेरै मान्छेमा रिच पुग्नको लागि तपाईँले 2टा चिज गर्नुहोस्। सबैभन्दा पहिला राम्रो कन्टेन्ट बनाउनुहोस्, राम्रो विषयवस्तुको, सबैलाई हेरौँ लाग्ने। दोस्रोमा रेगुलरली त्यस्तो कन्टेन्टहरू बनाउनुहोस्। अब हेरौँ लाग्ने कन्टेन्ट कस्तो हुन्छ त? धेरैजनालाई विषयवस्तु छान्नका लागि अप्ठ्यारो पर्न सक्छ। आज म तपाईँलाई टिप्स दिन्छु। तपाईँ गाउँमा हुनुहुन्छ, कुनै सहरमा हुनुहुन्छ, कुनै देशमा हुनुहुन्छ भने त्यो देशको राम्रो चिजहरू जुन मान्छेलाई हेर्न मनपर्छ, त्यस्तो पर्टिकुलर विषयमा तपाईँहरू टिकटक बनाउनुहोस्, रेगुलरली बनाउनुहोस्, पोस्ट गर्नुहोस्, हाई क्वालिटीमा खिच्नुहोस्। त्यसले गर्दाखेरि तपाईँको भ्युवर्सहरूलाई फर्की तपाईँको अकाउन्टमा हेर्न आउनेछन्। राम्रो कन्टेन्ट बनायो भने तपाईँको फलोवर्स थोरै छ भने पनि त्यो धेरैजनाको रिचमा पुग्छ र तपाईँले कन्टिन्युसली त्यस्तो भिडियोहरू पोस्ट गर्दै जानुभयो भने तपाईँको अकाउन्टमा अर्ग्यानिक फलोवर्सहरू बढ्नेछन्। म पनि तपाईँलाई फलो गरौँला यदि तपाईँले राम्रो बनाउनु भयो भने। तर यदि लाइक बढ्छ, त्यति लाइक बढ्छ भनेर गिफ्ट पठाएर त्यस्तो काम नगर्नुहोस्। यो भनेको चाहिँ कस्तो हो भन्दा, नेताले मलाई भोट देऊ, म तिम्रो गाउँमा पानी, बिजुली, बत्ती ल्याइदिन्छु भनेर आश्वासन बाँडेको जस्तो मात्रै हो। तपाईँलाई कहिलेकाहीँ स्क्यामरको कल आउँछ होला, 1 करोड जित्नुभयो, तपाईँले 30 लाख रुपियाँ जम्मा गर्नुहोस्, 1 करोड लिएर जानुहोस् भन्या जस्तै हो। यस्तो स्क्यामरको पछाडि नलाग्नुहोस्। र जसले यो लाइभ गरेर फन्डा गरिरहनु भएको छ, तपाईँहरू पनि कृपया नेपालीलाई पङ्गु बनाउने काम नगर्नुहोस्। तपाईँले कहाँ सिक्नुभयो टिकटकको बारेमा? कसरी थाहा छ तपाईँलाई लाइक नाकमा थिच्दैमा लाइक बढ्छ भनेर?